बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो। त्यसैले दुःख के हो बुझेको छु, कसैले बुझाइराख्नु पर्दैन। दुई चारजना दोग्लाहरूले कुरा काट्यो भन्दैमा मलाई केही फरक नै पर्दैन, होइन? बाबुआमाको सम्पत्तिमा मोह हानेर हिँडेको छोरो होइन के म। सङ्घर्ष गर्दा चोट पाएर हिँडेको मान्छे हो।